यो हाम्रो लाइका कुकुर हो। यो बलि जस्तो अलिक ओबानो ठाउँमा बस्न मन पराउँछ र बाहिर फेरमा हाउन मुताउन मात्रै निकालिन्छ। अर्कोको आवाज आइरहेको छ, ऊ चाहिँ हाम्रो भनेको बाहिर बस्न मन पराउँछ र बाहिर बस्छ। यो चाहिँ हाम्रो टमी हो र यो चाहिँ बढी जस्तो मैले खाना ल्याएर दिएको। खाना अलिक तातो भएकोले गर्दाखेरि यसले चाहिँ धेरै उयो गरिरहेको छ, यसलाई भोक लागेको छ र खाना चाहिँ तातो भएकोले गर्दाखेरि यसले न्यु खोजिरहेको छ। यो चाहिँ हाम्रो टमी हो। यदि अब फोटो खिच भनेर यदि हेर्नु कस्तो गर्दैछ भने नि खाना दिइरहेको छ र तातो अलिक बढी तातो भएकोले गर्दाखेरि यसले न्यु खोजिरहेको छ। त्यही भएर यो चाहिँ हेर्नु न भुकिरहेको छ पुरा, देखाइरहेको छ। फोटो पनि नखिच भन्दैछ यसले चाहिँ होइन। त्यही भएर यो चाहिँ घरपालुवा हो। यो चाहिँ बढी जस्तो बाहिर बस्छ। बाहिर बसेकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हामीले अलिकति बाहिर सुरक्षासहित राखेका छौँ। अलिक तातो रहेछ र अब कुकुर त हो, त्यसरी खाना जान्दैन, उसले चोलाको पछि खान्छु भन्ने सोच होइन। त्यही कारणले गर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो यस्तो गर्दैछ कि यसले। टमी किन तैँले यसो गरेको? तँ खा, पोख्न पाउँदैन त्यसरी। ओए यो किन देखायो तैँले? यो चाहिँ साह्रै अलिकति बाठो छ। हेर्नु न कसरी यता फर्किहाल्छ क्या, हेर्नको लागि हेर्छ भनेर चाहिँ। अरे 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 मैले अरे एकदम घरपालुवा हो। हामीले चाहिँ यसलाई चाहिँ बाहिर स्थान दिएका छौँ, सुरक्षित रहेको छ। अघि देखाएँ मैले तपाईँलाई, अघिको चाहिँ भित्र बस्छ है त।